वेलकम ब्याक टु द च्यानल। स्वागत छ तपाईँलाई फेरि पनि अर्को नयाँ भिडियोमा। र आजको भिडियोमा चाहिँ हामी प्रोमो कोड कसरी युज गर्ने, वन एक्सपर्टमा हामीले प्रोमो कोड युज गरेर कसरी बोनस पाउने भन्ने कुराको चाहिँ जानकारी लिनेछौँ हैन। तपाईँहरूले चाहिँ प्रोमो कोड युज गरेर कसरी बोनस पाउन सक्नुहुन्छ त्यो भिडियो पुरा हेर्नु होला। तपाईँले बोनस पाउनुहुन्छ 130% सम्म है त, 100% देखि 130% सम्म तपाईँले बोनस पाउनुहुन्छ यो भिडियो कम्प्लिट हेर्नुभयो भने है त। सो तपाईँहरूले चाहिँ सबभन्दा सुरुमा के गर्नुपर्छ भन्दा यो भिडियोको डिस्क्रिप्सनमा जानु होला, त्यहाँनिर एउटा लिङ्क छ, त्यो लिङ्कमा क्लिक गर्नु होला है त। त्यो लिङ्कमा क्लिक गरिसकेपछि तपाईँहरू चाहिँ इन्टरफेसमा आइपुग्नुहुन्छ। यो इन्टरफेसमा आइपुगेपछि तपाईँले माथिपट्टि हेर्नु होला, यहाँ लगइन रजिस्टर भन्ने अप्सन छ है त। तपाईँले रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ। यदि तपाईँहरूको चाहिँ अब पहिले नै एकाउन्ट क्रिएट भइसकेको छ भने तपाईँले फेरि अर्को एकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ बोनस पाउनको लागि हैन। तपाईँले जति पनि डिपोजिट गर्नुहुन्छ त्यति नै तपाईँले बोनस पाउनुहुन्छ, अझै त्योभन्दा बेसी पनि पाउनुहुन्छ है त। तपाईँले यदि मैले भनेको मेथडबाट तपाईँले रजिस्ट्रेसन गर्नुहुन्छ भने है त। सो तपाईँहरूले चाहिँ सबभन्दा सुरुमा रजिस्ट्रेसन भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला हैन। यसमा क्लिक गरिसकेपछि तपाईँहरूको चाहिँ यहाँनिर 4 अप्सन देखाउनेछ। तपाईँले चाहिँ वान क्लिक बाई फोन, बाई इमेल र सोसल नेटवर्कबाट तपाईँले एकाउन्ट खोल्न सक्नुहुन्छ है त। यहाँ वान क्लिकमा क्लिक गरिसकेपछि तपाईँहरूको यहाँ सेलेक्ट कन्ट्री भन्ने छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँहरूको नेपाल छ भने छोडिदिनु होला हैन। तपाईँ नेपालमा बस्नुहुन्छ भने अथवा इन्डियामा बस्नुहुन्छ भने तपाईँले इन्डिया चुज गर्नु पर्यो, नेपालमा बस्नुहुन्छ भने नेपाल चुज गर्नु पर्यो, अथवा कुनै देशमा बस्नुहुन्छ भने त्यो देश चुज गर्नु पर्यो है त। यदि तपाईँसँग नेपाली नम्बर छ भने चाहिँ तपाईँहरूले नेपालबाटै खोल्दा नि मिल्छ है त। सो त्यसपछि भनेको यहाँ सेलेक्ट करेन्सी भन्ने छ, करेन्सी तपाईँले चुज गर्नु पर्यो, कुन करेन्सीबाट तपाईँहरूले निकाल्ने हो अथवा कुन करेन्सीमा तपाईँहरूको चाहिँ एकाउन्टमा सो होस् हैन। त्यसपछि यहाँ प्रोमो कोड भनेको सबभन्दा मेन भनेको प्रोमो कोड हो है त। प्रोमो कोड तपाईँले युज गर्नुहुन्न भने तपाईँको एकाउन्टमा कहिले पनि बोनस आउँदैन। यदि युज गर्नुहुन्छ भने तपाईँहरूको हरेक डिपोजिटमा हरेक फ्राइडे तपाईँहरूको चाहिँ बोनस आउँछ। तपाईँले जतिपल्ट डिपोजिट गर्नुहुन्छ तपाईँहरूको बोनस आउँछ। तपाईँले जतिवटा फ्राइडेमा तपाईँहरूले डिपोजिट गर्नुहुन्छ त्यतिवटा फ्राइडेमा पनि तपाईँहरूको चाहिँ बोनस आउँछ है त। सो प्रोमो कोड कसरी युज गर्ने भन्दा तपाईँले यहाँ प्रोमो कोडमा क्लिक गर्नु होला। प्रोमो कोडमा क्लिक गरिसकेपछि तपाईँहरूको चाहिँ यहाँनिर तपाईँले के गर्नुपर्छ भन्दाखेरि चाहिँ NPL 68266 तपाईँले NPL 68266 भन्ने यो प्रोमो कोड चाहिँ तपाईँले युज गर्नु पर्यो। यो भनेको नेपालको अफिसियली प्रोमो कोड हो है त। यो युज गर्नुभयो भने तपाईँले चाहिँ 130% पनि बोनस पाउनुहुन्छ, NPL 68266 है त। त्यसपछि तलपट्टि हेर्नु होला, यहाँ बोनस फर स्पोर्ट प्रेडिक्सन, स्पोर्ट बेटिङ भन्ने यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँहरूको यहाँ दुईवटा अप्सन छ है त, तीनवटा अप्सन छ। बोनस फर स्पोर्ट बेटिङ, क्यासिनो +1x गेम अनि अर्को रिजेक्ट बोनस हैन। तपाईँहरूले कुनमा बोनस पाउन चाहनुहुन्छ? तपाईँले स्पोर्ट प्रेडिक्सन गर्नेमा बोनस पाउन चाहनुहुन्छ कि तपाईँले क्यासिनो गेम्सहरू खेल्नेमा बोनस पाउनुहुन्छ, अथवा तपाईँले बोनस नलिने भन्ने कुरा यहाँ छ हैन। तपाईँले अब गेम्सहरूमा पैसा हाल्नुहुन्छ भने तपाईँहरूको चाहिँ स्पोर्ट प्रेडिक्सनमा तपाईँहरूले चाहिँ हाल्न सक्नुहुन्छ, स्पोर्ट बेटिङमा हैन। यदि तपाईँहरूले चाहिँ 1x को गेमहरू क्यासिनोहरू खेल्नुहुन्छ भने तपाईँहरूले चाहिँ क्यासिनोमा क्लिक गर्न सक्नुहुन्छ हैन। तपाईँहरूले चाहिँ स्पोर्ट बेटिङ गर्नुहुन्छ भने चाहिँ तपाईँहरूको 53,000सम्म बोनस आउँछ हैन। तपाईँहरूको चाहिँ यहाँ क्यासिनो गेम्सहरू खेल्नुहुन्छ भने तपाईँहरूको चाहिँ 2,10,000 सम्म बोनस आउँछ लेखेको छ है त। सो यहाँनिर अर्को रिजेक्ट बोनस भन्ने चाहिँ हामीलाई रिजेक्ट बोनस भन्ने काम दिँदैन, किनभने हामी बोनस पाउनको लागि रजिस्ट्रेसन गर्दैछौँ हैन। बोनस पाउनको लागि प्रोमो कोड युज गर्दैछौँ। सो हाम्रो भनेको यहाँ दुईटामा एउटा चुज गर्नुपर्ने हुन्छ। तपाईँले केमा खेल्ने हो त्यो तपाईँहरूले चुज गर्न सक्नुहुन्छ है त। सो स्पोर्ट प्रेडिक्सन गर्ने भने स्पोर्ट प्रेडिक्सनमा क्लिक गर्नु होला, अथवा क्यासिनो गेम्सहरू खेल्ने भने क्यासिनो गेम्समा तपाईँहरूले क्लिक गर्न सक्नुहुन्छ है त। र यहाँ तलपट्टि हेर्नु होला, एउटा इम्पोर्टेन्ट नोटिस पनि छ। सो यो बोनस चाहिँ कसरी आउँछ भन्दाखेरि तपाईँले प्रोमो कोड युज गर्नु पर्यो। प्रोमो कोड युज गरिसकेपछि तपाईँहरूको फर्स्ट डिपोजिट गर्दाखेरि तपाईँले चाहिँ आफ्नो एकाउन्ट डिटेलहरू सबै कम्प्लिट गर्नुपर्छ हैन, फोन नम्बर भेरिफाई गर्नुपर्छ, अनि मात्रै तपाईँहरूको चाहिँ बोनस आउँछ है त। तपाईँले यदि प्रोमो कोड युज गरेर तपाईँले आफ्नो प्रोफाइल सेटअप गर्नुहुन्न भने फेरि बोनस आउँदैन। प्रोमो कोड युज गरेर तपाईँले आफ्नो सबै प्रोफाइल सेटअप गर्नु पर्यो, अनि मात्रै तपाईँहरूको बोनस एकाउन्टमा आउँछ। सो ब्याक गरौँ। ब्याक गरिसकेपछि यहाँ रजिस्ट्रेसन भन्ने अप्सन छ, रजिस्ट्रेसन भन्ने अप्सनमा तपाईँले क्लिक गर्नु होला। क्लिक गर्न साथ तपाईँहरूको चाहिँ यहाँनिर आइडी र पासवर्ड देखाउँछ है त। तपाईँको आइडी र पासवर्ड त्यहाँनिर देखाउँछ, त्यसलाई तपाईँले सेभ गरेर राख्नु होला अथवा स्क्रिनसट गर्नु होला हैन। अनि त्यही आइडी र पासवर्ड हालेर तपाईँले चाहिँ लगइन गर्नुपर्ने हुन्छ। त लगइन गरेर हामीले के गर्नुपर्छ त्यो पनि तपाईँलाई म भनिदिन्छु है त। सो तपाईँले आइडी र पासवर्ड पाइसकेपछि यहाँ लगइन भन्ने अप्सन देख्नुहुन्छ माथिपट्टि, यसमा क्लिक गर्नु होला। सो यसमा क्लिक गरिसकेपछि तपाईँहरूको आफ्नो माथि इमेल भनेको छ, इमेल र आइडी भनेको छ। तपाईँहरूको आइडी आएको हुन्छ नि, आइडी यहाँनिर माथिपट्टि हाल्नुपर्ने हुन्छ, पासवर्ड तलपट्टि हाल्नुपर्ने हुन्छ। त्यहाँ जे पासवर्ड दिएको छ त्यो पासवर्ड हाल्नु होला। अनि तपाईँहरूको चाहिँ लगइन गर्दाखेरि तपाईँहरूको अर्को पासवर्ड चेन्ज गर भन्छ, किनभने त्यो कम्पनीले दिएको पासवर्ड हो नि त। त्यसपछि तपाईँले आफ्नो पासवर्ड राख्नुपर्छ, त्यो पासवर्ड चेन्ज गर्नु होला। पासवर्ड चेन्ज गरिसकेपछि फेरि लगइन गर्नु होला है त। फेरि लगइनमा क्लिक गरेर फेरि नयाँ आइडी र पासवर्ड हालेर तपाईँले चाहिँ लगइन गर्नु होला। नयाँ आइडी पासवर्ड भनेको चाहिँ पासवर्ड चाहिँ नयाँ हाल्नु होला है त। पासवर्ड नयाँ क्रिएट गर्नु होला, अनि आइडी जतै भइहाल्छ, तपाईँले लगइन गर्नु होला। मेरो मैले 40 रुपियाँ छ ब्यालेन्स होइन। लगइन भइसकेपछि तपाईँहरू चाहिँ यहाँनिर मेनु भन्ने अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला, अथवा माथिपट्टिको प्रोफाइलको अप्सन छ यो ब्यालेन्स यतापट्टि हैन, यसमा साइडमा यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँहरूको चाहिँ यहाँनिर प्रोफाइल भन्ने अप्सन देख्नुहुन्छ, तपाईँले यहाँनिर प्रोमो भन्ने अप्सन देख्नुहुन्छ, सेटिङ भन्ने अप्सन देख्नुहुन्छ है त। सो तपाईँहरूले चाहिँ यहाँनिर पर्सनल प्रोफाइल भन्ने छ नि, यो तलपट्टि प्रोफाइलको अप्सन, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँहरूको यहाँ सम्पूर्ण डिटेलहरू तपाईँहरूको यहाँ देखाउनेछ। भर्नुभएको छ भने, भर्नुभएको छैन भने देखाउँदैन है त।
माथि एकाउन्टमा भनेको एकाउन्ट आइडी र पासवर्ड देखाउँछ, रजिस्ट्रेसन डेट देखाउँछ होइन। त्यसपछि तलपट्टि यहाँनिर फोन नम्बरहरू देखाउँछ होइन। तपाईँहरूले यसलाई एडिट गर्नु पऱ्यो भने तपाईँले एडिट भन्ने अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँले सम्पूर्ण डिटेल एडिट गर्न सक्नुहुन्छ है त। तपाईँको फोन नम्बर, तपाईँको पासवर्ड होइन, तपाईँहरूको चाहिँ इमेलहरू चेन्ज गर्नु पऱ्यो भने तपाईँले मेल गर्नु पऱ्यो। तपाईँले सबै डिटेल यहाँ भर्नुपर्ने हुन्छ। भरिसकेपछि तपाईँहरूको चाहिँ प्रोफाइल कम्प्लिट हुन्छ है त। फोन नम्बरहरू सबै हाल्नु होला। प्रोफाइल कम्प्लिट गरिसकेपछि तपाईँहरूले अनि डिपोजिट गर्नु होला। डिपोजिट गर्नको लागि तपाईँहरूले फेरि पनि यहाँनिर माथि क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ डिपोजिट भन्ने अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँहरूको चाहिँ डिपोजिटको अप्सन आउनेछ, विभिन्न अप्सनहरू आउनेछ होइन। यसमा तपाईँहरूले विभिन्न अप्सनबाट डिपोजिट गर्न सक्नुहुन्छ है त बोनस पाउनको लागि। वालेट ट्रान्सफर भन्ने चाहिँ यो भनेको इसेवा हो। डिजिटल वालेट भन्ने चाहिँ यसको यो भनेको चाहिँ खल्ती हो। त्यसपछि आइएमपी भन्ने छ होइन, सेल पे। त्यसपछि यहाँ विभिन्न अप्सन रहेका छन्, तपाईँहरूले जुनसुकै अप्सनबाट पनि डिपोजिट गर्न सक्नुहुन्छ। यदि तपाईँहरूले चाहिँ यहाँनिर गरेको जुन तपाईँले सुरुमा डिपोजिट गर्नुहुन्छ त्यही डिपोजिटबाट तपाईँले विड्रा पनि गर्नुपर्छ है त। डिपोजिट एउटाबाट गर्नुहुन्छ र विड्रा चाहिँ अर्कोबाट गर्न खोज्नुहुन्छ नि त हुँदैन। त्यही भएर तपाईँले जुनबाट डिपोजिट गर्नुहुन्छ त्यो इसेवाबाट डिपोजिट गर्नुहुन्छ भने तपाईँले इसेवाबाटै विड्रा गर्नु पऱ्यो है त। र तपाईँले अर्कोपल्ट पनि डिपोजिट गर्दाखेरि इसेवाबाटै डिपोजिट गर्नु पऱ्यो, तपाईँले चेन्ज गर्न पाउनुहुन्न त्यो चाहिँ है त। सो सुरुमा तपाईँले केबाट डिपोजिट गर्ने त्यो चाहिँ तपाईँले सोच्नु होला होइन, अनि मात्रै डिपोजिट गर्नु होला है त। सो तपाईँले डिपोजिट गरिसकेपछि तपाईँहरूको बोनस चाहिँ तपाईँहरूको एकाउन्टमा आउनेछ। सो यसरी तपाईँहरूले चाहिँ आफ्नो एकाउन्टमा बोनस लिन सक्नुहुन्छ। तपाईँहरूले चाहिँ यसरी एकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ प्रोमो कोड युज गरेर। सो आजको भिडियो यति नै थियो। भिडियो के कस्तो लाग्यो लिङ्क तल छ, रजिस्ट्रेसन गर्नु होला है त।